सहकार्यता हो। आज देशमा चाहिँ धेरै धेरै किसिमका चाहिँ विषयहरूमा आन्दोलनहरू भइरहेको छ। किन यस्तो किसिमको घटनाहरू घटिरहेका छ भनेर सरकार समक्ष बताउनु पर्ने समय गएको छ। विशेष गरी महिला क्रिया भए भन्ने विषयमा के भन्न चाहन्छु भने हाम्रो जो मृतक हुनुहुन्छ सिन्धुली जिल्लाको सुनौसी गाउँपालिका 3 कृष्ण गुप्ता हुनुहुन्छ। उहाँ भाइ रहेको हिरासतमै रहँदा उहाँ मृत अवस्थामा फेला पऱ्यो। यो एकदमै गम्भीर विषयवस्तु हो। एउटा दलित समुदायका व्यक्तिले अन्य समुदायका अन्य थरका महिलाहरूसँग प्रेम गर्न नपाउने हो, त्यसमा विवाह गर्न नपाउने हो। एउटा दलित समुदायको छोरोले अथवा छोरीले अन्य समुदायका व्यक्तिहरूसँग बिहे गरेकै खण्डमा प्रेम गरेकै खण्डमा मृत्युवरण गर्नुपर्ने यो राज्यमा यो कस्तो शासन हो? सरकारले पटक पटक दलित समुदाय मात्र हामी सम्पूर्ण नेपाली के एउटै हुनुपर्छ, नेपाली हो भनेर गर्दा आज त्यही दलित समुदायले पटक पटक त्यसैले म यहाँलाई यहाँ पीडित पक्षलाई पीडित परिवारसँग केही न्यायको गर्न सक्छु कि पछि भयो। वास्तवमा हाम्रो बहिनीले पनि आइदिनुहोस् म्याम भनेर कल गरिराख्नु भएको थियो। भएको कारणले गर्दाखेरि म उपस्थित भएको छु। मेरो तर्फबाट मैले सक्ने कानुनी प्रोसेसबाट हामीले पहलहरू के कस्तो गर्न सक्छु गर्नेछु, कोसिस गर्नेछु। र हाम्रो चाहिँ 60 लाख दलित समुदाय रहेको देशमा दलित समुदाय यो देशको नागरिक हो कि होइन? नागरिक हो भने उहाँले आदर्शलाई सम्मानपूर्वक बाँच्न पाउने कि नपाउने यो सरकारलाई मेरो प्रश्न। अहिले दलित समुदायको नेतृत्व गरेर खगेन्द्र सिन्हाजी मान्य हुनुभएको छ। उहाँले यो विषयमा कस्तो किसिमले न्यायिक पहलहरू गरिरहनु भएको छ उहाँलाई मेरो प्रश्न पनि। यदि उहाँले सक्नुहुन्न भने हामी गर्छौँ, हामीलाई छोडिदिनुहोस्। न्यायिक पहल गर्नको लागि तपाईँले सक्नुहुन्न भने हामीलाई छोडिदिनुहोस्, हामी गर्न सक्छौँ। हाम्रो बहिनीले के कुराहरू हुन्छ होला यदि मृत्यु नै बरफ गर्नुपर्छ एकजनाले भनेको 2 तारिकबाट हुन्छ। अनि 2 तारिकबाट प्रेम भएपछि सिना चाहिँ केटा एउटाले मात्रै मृत्यु बरफ गर्नु। केटीको परिवार कहाँ छ यो समयमा, केटी कहाँ छ, हामीलाई उनीहरूको पनि जानकारी हुनु पर्यो। अनि उनीहरूसँग हामीले यो अहिले जुन परिस्थितिको सामना हामीले गरिरहेका छौँ, एउटा जवानी युवा जसको बाबा पनि बितिसक्नु भएको छ, आमालाई चाहिँ पाल्नुपर्ने अवस्थाको एउटा छोरालाई चाहिँ मृत्युदण्ड ग्रहण गर्नु परेको छ। त्यो मृत्युबाट अब यो आमालाई कसले के अरे पाल्ने, कसले चाहिँ कमाएर पाल्ने हो क्या? यो परिस्थिति छ अहिले हाम्रो देशमा। किन न्याय गरिरहेको छ? किन गरिब युवाहरू पीडित परिवार सधैँ पीडित भएर बस्नु परेको छ? धनीहरूले जे गर्दा पनि भएको छ, गरिबहरूले सधैँ सहेर बस्नु परेको छ। एउटा जवान छोरालाई त्यो छोरालाई जन्माउँदा हुर्काउँदा बढाउँदा आज यो परिस्थितिमा ल्याउँदा कति दुःख भोग्नु भएको थियो। अब उहाँको सहारा बन्ने बेलामा चाहिँ सहारा खोसिएको छ। अब यो आमाले न्याय कसरी पाउनुहुन्छ? अहिलेसम्म किन हामीले कुनै पनि रिपोर्टहरू पोजिटिभ पाउन सकेका छैनौँ? न त के अरे पोस्टमार्टमको रिपोर्ट नै आएको छ अहिलेसम्म, न त कुनै के अरे सिसिटिभी फुटेज नै देखाइएको छ। अहिलेसम्म केटी कहाँ छ, केटीको परिवार कहाँ छ? हामीलाई त्यो केटीको परिवार पनि झिकाएको हामी चाहन्छौँ। के कारणले चाहिँ उहाँले हाम्रो भाइलाई चाहिँ मार्नुभयो? यो मार्नुको कारण के हो? प्रेम गरेर विवाह गर्नु नै मार्नुको कारण हो? यदि हो भने त्यसको सजायको चाहिँ आधी भाग चाहिँ केटीले पनि भोग्नुपर्छ। केटाले मात्रै किन भोग्नु पर्यो? यो सबै कुराको चाहिँ सही छानबिन होस् र छिटै न्याय पाओस्, छिटै क्षतिपूर्ति पाओस् भन्ने चाहिँ हामी चाहन्छौँ। त्यसकारण हामीलाई यसको लागि चाहिँ सम्पूर्ण मिडियाकर्मीहरू जति पनि हुनुहुन्छ अलिकति बल पुग्ने व्यक्तित्वहरू उहाँहरू सबैले चाहिँ हामीलाई न्यायको लागि आवाज उठाउनलाई सहायता गर्नुहुन्छ भनेर हामी आशा गर्छौँ। र यहाँहरू
सम्पूर्णमा हामी धन्यवाद पनि दिन्छौँ र चाँडोभन्दा चाँडो यो आमाले चाहिँ न्याय पाएको हामी चाहन्छौँ। अहिले पनि यही भन्न चाहन्छु 18 दिन भइसक्यो। यो आमाले न्याय पाउनुपर्छ होइन? यो आमा नेपाल आमा जस्तै नै हो, सबैको आमा हो होइन? अरूको आमाको माया लाग्छ भने यो आमाले पनि न्याय पाउनु पर्यो होइन? त्यही भएको कारणले गर्दा हाम्रो भाइले चाँडोभन्दा चाँडो न्याय पाओस्। यदि मैले भने नि यदि खगेन्द्र सुनार मान्यजीले यो घटनामा न्याय दिलाउन सक्नुहुन्न भने हामीलाई छोड्नुहोस्, हामी तयार छौँ। दलित समुदाय हाम्रो नेपालको एउटा सशक्त एउटा होइन समूह पनि हो, हामी सबै नेपाली हौँ। यही भन्न चाहन्छु। धन्यवाद। सेभ गर्नु अब हामी बहिनी के छ?